यो देशकै पुरानो त्रिभुवन विश्वविद्यालयको परिसर हो र यस विश्वविद्यालयमा देशैभरिका विद्यार्थीहरू पढ्न आउनुहुन्छ। सबैभन्दा पुरानो युनिभर्सिटी त्रिभुवन युनिभर्सिटीमा यो परिसर यहाँको चौरमा विद्यार्थीहरू पढ्दै हुनुहुन्छ, घाम तापिरहनु भएको छ। यहाँ चाहिँ मसिनको सहयोगमा यहाँ सरसफाइ भइरहेको छ, झारहरू काट्ने सफा गर्दै हुनुहुन्छ यहाँको कर्मचारीहरूले। र अर्को कुरा, त्रिभुवन विश्वविद्यालयमा चाहिँ स्वतन्त्र रूपमा राजनीति गर्ने, विभिन्न सङ्घमा राजनीति गर्ने, राष्ट्रियता, लोकतन्त्र, समाजवाद, विद्यार्थी एकता, विशेष गरेर त्रिभुवन विश्वविद्यालयमा चाहिँ चरम राजनीति देख्न सक्छ भनेर पनि भन्छन्। र एउटा उदाहरण पनि हो, सुरुवाती गेटमै नेपाल विद्यार्थी सङ्घ, यहाँ धेरै विद्यार्थीहरू राजनीतिमा संलग्न हुनुहुन्छ। यही विश्वविद्यालयबाट पढेका धेरै यस्ता विद्यार्थी नेताहरू अहिले अब केन्द्रीय नेता पनि बनिसक्नु भएको छ। कोही लोकसेवा तयारी गर्ने, कोही शिक्षक सेवादेखि लिएर सरकारी जागिरको प्रिपरेसन गरिरहनु भएको, कोही आफ्नै कोर्स बुकको अध्ययन गरिरहनु भएको विद्यार्थीहरू देख्न सक्छौँ यो त्रिभुवन युनिभर्सिटीको आँगनमा। मलाई चाहिँ यो युनिभर्सिटीको सबैभन्दा गजबको मनपर्ने चाहिँ यहाँको क्षेत्रफल रहेको छ। यस्तो फराकिलो छ कि दूरदर्शी योजनाले नै बनाइएको युनिभर्सिटी भएको हुनाले पनि र यसमा दूरदर्शिता देखिन्छ, एउटा विद्यार्थीहरूले कसरी अनुभव गर्न सकिन्छ। तर एउटा दुःखको कुरा चाहिँ युनिभर्सिटीको भवन सँगसँगै क्षेत्रफल जस्तो भए पनि तर युनिभर्सिटीको विरासत चाहिँ अहिले खस्किँदै गइरहेको छ, चरम राजनीतिकरण। युनिभर्सिटीको अगाडि नै यस्तो फोहोर देख्न परेको छ, व्यवस्थापन एकदमै कमजोर, विद्यार्थीहरू घाम तापेर बसिरहनु भएको छ। बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक रूपमा चिनिएको नेपालमा यो युनिभर्सिटीमा चाहिँ हामी देख्न सक्छौँ। यहाँ सबै जिल्लाका विद्यार्थीहरू आउनुहुन्छ। जमघट, कुराकानी, सङ्गठन निर्माण, एउटा आत्मीयता युनिभर्सिटीले जुटाइदिएको छ। र युनिभर्सिटी एउटा ज्ञान उत्पादन गर्ने सँगसँगै सम्बन्ध विस्तार गर्ने, समाजलाई नयाँ रूपान्तरण गर्ने एउटा पवित्र स्थल हो। एउटा प्योर स्पिरिटलाई हामी बनाउन सक्छौँ युनिभर्सिटीबाट। आलोचनात्मक चेत स्थापना गर्ने, सहीलाई सही र गलतलाई गलत भन्ने, हरेक कुराहरू एउटा ह्युमनलाई कसरी निर्माण गर्ने हामी युनिभर्सिटीबाट सिक्ने त हो नि। एउटा एकाडेमिक डिग्री सँगसँगै एउटा गुड ह्युमन बिइङ डेभलपमेन्टको प्रोसेस पनि युनिभर्सिटीबाट हुनुपर्छ। यो अगाडि देखिएको नयाँ भवन त्यो लाइब्रेरी रहेको छ ट्युको। अहिलेको यो नयाँ बिल्डिङ छ र यसको के अगाडि चाहिँ पुरानो बिल्डिङ छ लाइब्रेरीको। प्लास्टिक रहित सहरको वातावरण निर्माणमा सहभागी बनाऊ भनेर यो बोर्ड देख्न सक्छौँ। तर ठिक उल्टो हामीले अघि देखिसक्यौँ, ट्युको त्यो मेन गेटको अगाडि नै फोहोर फालेको थियो। विद्यार्थीहरूले न व्यवस्थापन पक्ष कसैलाई पनि त्यसको प्रवाह नै छैन। र यति बेला चाहिँ अब हामी पुरानो लाइब्रेरीतिर जाँदैछौँ। र केन्द्रीय पुरानो लाइब्रेरीको भवनको अपोजिट चाहिँ राष्ट्रिय आविष्कार केन्द्र रहेको छ। यसको चाहिँ यताबाट जाने बाटो छ। र अब चाहिँ म मोडिँदैछु पुरानो लाइब्रेरीतिर। यो देखिएको चाहिँ पुरानो लाइब्रेरीको भवन हो र
अझै पनि केही पुरानो डकुमेन्टहरू खोज्नको लागि चाहिँ हामी पुरानो लाइब्रेरीमै जानु पर्दछ। नयाँमा चाहिँ भर्खर सारिँदैछ र केही डकुमेन्टहरू मात्रै छ, तर पुरानो हामीलाई चाहिने रिडिङ मटेरियल्स अनि अरू केही पुरानो जर्नलहरू चाहिँ हामीले पुरानो लाइब्रेरीबाट नै पाउन सक्छौँ। आरुको बोट मलाई चाहिँ सबैभन्दा बढी रुख फुलहरूमा चाहिँ आरुको फुल एकदमै मनपर्छ र यो त्रिवेणीको लाइब्रेरीको बाटो र यहाँ चाहिँ ठुलो गुलाबको बगैँचा छ। मैले तपाईँलाई अहिले देखाउने छु। शान्त हरियाली एकदमै मन शान्त हुने वातावरण छ। शान्त लाइब्रेरीमा आएर पढ्नलाई भित्र राम्रो राम्रो पुस्तकहरू छन्। म पनि 2-4 पटक पुगेको छु केन्द्रीय पुस्तकालयमा र त्यहाँ दस्तावेजहरू एकदमै सुरक्षितसँग राखिएको छ। र यो अगाडिको गुलाब गार्डन छ, मलाई एकदमै मन परेको। धेरै थरीका गुलाबको फुलहरू देख्न सक्नुहुन्छ। यहाँ विद्यार्थीहरू पढ्नुहुन्छ। अहिले चाहिँ सबै गुलाबहरू छाटिएको छ। हिजो के अस्ति मात्र यहाँको कर्मचारीले सफा गर्नुभएको थियो। यहाँ धेरै प्रकारको गुलाबहरू देखिन्छ र यो एकदमै मनपर्ने गुलाब चाहिँ काटिएको छ। यो कस्तो राम्रो गुलाब छ। लोकसेवाको तयारीमा विद्यार्थीहरू पढ्न आउनु भएको छ त्युको अगाडि गार्डनमा। मल हाल्न लाउनु भएको अनि फुलहरू चाहिँ रोप्ने होइन नि? ए सिजन चलेछ है? कति रे के भन्नुभएको थियो अघि भन्नु त अङ्कल? 24 सालमा बनेको होइन यो बगैँचा? उद्घाटन गरेको 24 सालमा। अब यो 27-28 मा चाहिँ गुलाब रोपिसक्यो कि त्यत्रो भयो। अहिले अब कति 82 वर्ष होइन? कति वर्ष भयो? अनि हजुर चाहिँ कहिलेबाट काम गर्नुभएको थियो युनिभर्सिटीमा? हामी त भइसक्यो यहाँ आएकै हामी 10-12 वर्ष भयो। 12 वर्ष भयो यहाँ आएको। ट्युमा छिरेको त भइसक्यो 24 वर्ष भइसक्यो। ए ट्युमा अहिले विद्यार्थीहरू कस्तो छ? पहिला भन्दा अलिक चाप घटेको हो? धेरै कम छ। विद्यार्थी नै छैन भन्दै थियो। पहिला धेरै हुन्थे विद्यार्थीहरू। अब यो सेमिस्टर गऱ्यो नि, लागू गऱ्यो नि। हजुर। त्यसपछि विद्यार्थीहरू कम भयो नि। अन्त पहिले त धेरै हुन्थ्यो। फुलहरू टिप्ने त्यस्तो गर्न पाइँदैन? आउने बस्ने होइन। कति बजीबाट कति बजीसम्म खुल्छ? यहाँ हाम्रो 9 बजेबाट बेलुका 4 बजी बन्द हुन्छ। ए हस् धन्यवाद। बस्दा आफ्नो निद्रामा साथी हाम्रो सुरक्षा कुकुर र मानिसको सम्बन्ध पहिलेबाट जब सभ्यता सुरु भयो तबबाट नै कुकुर र मानिसको साक्षात्कार भएको हो र कुकुर मानिसको नजिकको मित्र पनि हो। यो चाहिँ असारे फुलको बुटो। सुन्दर फुलहरू फुल्छन् यहाँ। अहिले चाहिँ यो फुल फुल्ने सिजन गइसकेको हुनाले। हेलो। यो देखिएको बुटो चाहिँ मसलाको बुटो हो। यो धेरै पुरानो बुटो। यसको त्यो कभर एकदमै वाइट छ र यो तराईतिर पनि हुन्छ। नुवाकोटमा पनि मैले देखेको छु। यो पहाड यसको मौसम अनुसार पनि हुने। मैले नुवाकोट र नवलपरासीमा चाहिँ यो मसलाको बुटो देखेको छ। यो क्यान्टिन रहेको छ।
एकदमै मिठो चिया पाउँछ यहाँ। ओके ओके गुड मर्निङ आन्टी। एरिया चाहिँ वनस्पति शास्त्रको रहेको छ। यो वनस्पति शास्त्रको केन्द्रीय विभाग यता रहेको छ। केन्द्रीय विभाग एकदमै फराकिलो फैलिएको छ त्रिभुवन युनिभर्सिटी। मलाई यहाँको परिसर बेला बेलामा यसो ड्राइभिङमा आउँछु, मलाई मन पनि पर्छ। अर्किडको संरक्षण डाक्टर विजय पन्तको संलग्नता रहेको छ यसमा र विभिन्न बोर्डहरूमा चाहिँ हामी देख्छौँ अर्किडलाई सुनाखरीलाई संरक्षण गरिएको छ। यो चाहिँ सेन्ट्रल डिपार्टमेन्ट अफ फिजिक्स यो बिल्डिङ। त्यस्तै गरी अगाडि म देखाउँदैछु, अगाडि अरू पनि बिल्डिङहरू रहेको छ। प्रधानमन्त्री यस युनिभर्सिटीको कुलपति रहने व्यवस्था छ, जुन केही समय अगाडि शिक्षा मन्त्रीले प्रधानमन्त्रीले कुलपतिमा नराख्नु पर्ने विषयमा कुरा पनि गर्नुभएको थियो, जुन कुरा मलाई एकदमै राम्रो लागेको थियो। किनकि युनिभर्सिटीमा राजनीतिकरण भए पनि युनिभर्सिटीको साख हराउँछ, युनिभर्सिटीको त्यो चार्म नै हुँदैन। र टियु भन्ने बित्तिकै हाम्रो गर्विलो इतिहास रहेको युनिभर्सिटीमा अहिले यति राजनीति भित्रिएको छ कि प्रोफेसरले विद्यार्थीबाट कुटपिट सहनु परेको छ, हिंसा सहनु परेको छ, रिजल्ट समयमा निस्किँदैन, गुट उपगुटको चरम खेल छ। अझै पनि नेपालको प्रतिनिधित्व गर्ने युनिभर्सिटीमा काठमाडौँ युनिभर्सिटी सँगसँगै अरू युनिभर्सिटीहरू छन् र यो त्रिभुवन युनिभर्सिटीको पनि आफ्नै मान छ, आफ्नै नाम छ। अगाडिको देखिएको चाहिँ केन्द्रीय विभाग रहेको छ, गणितको म्याथको विभाग। यो विभाग चाहिँ वातावरण विज्ञान केन्द्रीय विभाग रहेको छ। यहाँ विद्यार्थीहरू देख्न सक्छौँ। मलाई टियुको सबैभन्दा मनपर्ने चाहिँ यहाँ धेरै वनस्पतिहरू देख्न सक्छौँ। कति पुराना पुराना रुखहरू छन्। अगाडि चाहिँ रङ्गशाला रहेको छ र अलि एनपिएलको जुन भाइब छ नि, एनपिएलकै हल्ला सुन्न सक्छौँ हामी। यो सल्लाह गाडीमा चाहिँ केही विद्यार्थीहरू यसो हिँडिरहनु भएको छ। र आजको लागि टियुको परिसर यति नै। हजुरहरूलाई मेरो च्यानलको प्रस्तुति राम्रो लाग्छ, कन्टेन्टहरू भने हजुरहरूले सब्सक्राइब्स, लाइक्स एन्ड कमेन्ट गरिदिन सक्नुहुन्छ। हेभ अ गुड डे र धेरै माया तपाईँहरूलाई।